हेलो एभ्रिवान, गुड आफ्टरनुन सबैजनालाई। हो अहिले चाहिँ हामीहरू हिँडेको, बहिनी कहाँ हिँडेको भन्दियो? अहिले चाहिँ हामी घुम्न गएको साथीहरू। अहिले चाहिँ म तपाईहरुलाई थाहा हुन्छ हामी कहाँ जाँदैछु भनेर। हो अहिले पछि भन्ने छु हजुरहरूलाई पनि। हो मेरो भाइ हो, कति छिटो भाइ हैन साथी हो। साथीहरू हामी चाहिँ पुगिसक्यौँ फाइनली। हामी चाहिँ आएको रोस्टिङ हो। यहाँ बहिनी, यो मेरो सानो बहिनी, यसको निचेको यो बहिनी हो। म चाहिँ गाइस बुढी हो। म सबसे बुढी हो, यिनीहरू तीनजनामा म बुढी हो गाइस। सबैलाई नमस्ते। अनि आज चाहिँ म आएको छु पिकनिक। सबै अङ्कल, सपना आन्टी, मम्मी, विवेक अङ्कल, म, स्यानी, अनि त्यसको बाद गोविन्द अङ्कल आएको चाहिँ हामी यहाँ पिकनिक। पुक्ली आन्टी पनि आउनुहुन्छ। ल हेर्नु, उहाँ चाहिँ रोस्टिङ हुँदैछ है, हेर्नु ल। हेर्नु, टमाटर पनि हुँदैछ, रोस्टिङ पनि हुँदैछ। सुँगुरको मासु र ब्रोइलरको मासु हुँदैछ है गाइस। उहाँ चाहिँ ब्रोइलरको मासु किन हुँदैछ भने अङ्कुलले मेरो अङ्कलले खानुहुन्न नि त सुँगुरको मासु, त्यो भएर डाइटिङ हुन्छ। हिँड्नु आवाज छ त्यहाँ गाडीमा, अङ्कल बस्नु दिदी। आवाजका अरे छिलका उलका छिलने का जरूरी नहीं है, डाल खानु न हो, यसै एउटा चाख्नु मन छिलका क्या करने को छिलका हो तो जाएगा उसको। उसको निकालो न रोस्टिङको पुगली न गर्नु न। सोचना गरी अनि अहिले पेटो ठन्डा पाटो। हेलो गाइस, अभी हम आए हैं पिकनिक। थोड़ी देरी के लिए आज हम लग गया था और आपको, और यहाँ पर कुकड़ी का पेट पिकनिक आए हम। और इस जगह मैंने एक बार सांप भी देखा था गाइस। देखो ना, लाइन पर लाइन बोकड़ी का पेड़, देखो ना उधर पे तक ना, अंदर अंदर तक गाइस। पूरा जंगल जंगल है गाइस, वो भी बोकड़ी का पेड़ से। और कुछ से तो नहीं हुआ, छोटा 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 बड़ा 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 पूरा बोकड़ी का पेड़ है। हेलो गाइस, अहिले चाहिँ हाम्रो फाइनली रोस्टिङ भइसकेको छ हो। ए ब मेरो बुढो खत्तो तान्दैछ नि त, पाकेको छैन भनेर बिचरा। यता बहिनी गएर यता ज्वाइँको चाहिँ ब्रोइलर पाक्दैछ, बहिनीको उहाँ छ। साथीहरू मेरो चाहिँ यो स्टिक हो, एक सिल छ पुरा, हेर्नु न। यता हात धुलाइ हुँदैछ हो। ए चटनी मम्मी गिलास छैन, गिलास आज वाउ, कसले ट्रिट दिएको त्यो पनि भन्दियो। यता दिएको स्पेसली है बहिनीलाई कस्तो लाग्यो हो? गिलास छैन मम्मी। बढिया दामी। कोकोला खानु मन चाहिँ सुँगुर रोस्टिङ। चार मुखे हात्ती।